टीआरपी का लागि यी पत्रकारले विभिन्न खालका समाजमा भ्रम फैलाउने कुरा गर्यो भन्नेहरूको लागि आज सप्रमाण तपाईहरुको बीचमा उपस्थित भएको छु र आज म तपाईहरुको अगाडि केही कुराहरू राख्न गइरहेको छु। विभिन्न खालका मेसेजहरू आयो। एउटा पत्रकार के हुन्छ? पत्रकारलाई भगवान हुँदैन, पत्रकारलाई सूचना आउँछ, पत्रकारलाई कसैले खबरै गर्ने हो। तपाईहरु बीचबाटै खबर आउँछ हामीलाई कि दिवाकरजी यो विषय उठाइदिनुस्, यो प्रमाण हो, यो यसो हो। त्यो प्रमाणित गर्ने नगर्ने निकायहरू होला। हामी अदालत होइन, हामी न्यायाधीश होइन। हामी जस्ताको त्यस्तै, जुन कुरा जस्तो आएको छ त्यही कुरा त्यस्तै राख्ने प्रयास गर्छौं। र रह्यो कुरा दिवाकरजीले भ्रम फैलाउने कुरा गर्यो, मुद्दा हाल्छु, हाल्नुस् न मुद्दा, म तयार छु मुद्दा खेप्न। कुन मुद्दा हाल्नुहुन्छ हाल्नुस्, सुरुवात गर्नुस् मुद्दाको। र मुद्दा हाल्ने जुन भब्की दिनेहरू तिनीहरूलाई म आज जवाफ दिन्छु। प्रमाण भन्दै हुनुहुन्थ्यो हैन, मुद्दा हाल्ने। ल पहिलो मुद्दा यहाँबाट हालौं। पहिलो मुद्दा आज म देखाइरहेको छु। यो गाडी कुन चाहिँ दूतावासको हो? यो गाडीको नम्बर तपाईहरुको बीचमा राखिरहेको छु। यो गाडीको नम्बर अब जुन स्क्रिनमा तपाईहरु देख्दै हुनुहुन्छ, यो गाडी कुन चाहिँ दूतावासको हो? यो नेपाली नम्बर प्लेट त हैन, यो त ब्लू कलरको प्लेटमा लेखिएको 61 CD। यो गाडी कसको हो? र राति 12 बजे एउटा दूतावासको गाडी सम्माननीय प्रधानमन्त्रीको निवास बालुवाटारमा के गर्न जान्छ? ल अब त्यो प्रमाण मसँग नमाग्नुस्, अब प्रधानमन्त्रीज्यूसँग प्रमाण माग्नुस् न। प्रधानमन्त्रीज्यू, एउटा दूतावासको गाडी राति 12 बजे के गर्न आउँछ तपाईको कार्यालय पनि होइन, निवासमा? यो प्रमाण तपाईहरुले माग्ने हो। हामी त त्यो बाटोमा घुमी फोटो लिएका छौं र यो पनि यतिकै आएको होइन। म भन्छु, जुन दिन म निर्मल निवासमा लाइभ गरेको थिएँ नि, त्यही दिनको त्यही समयको फोटो हो र त्यो भिडियो सार्वजनिक गरिदिनुस्। र के चाहिँ यस्तो समस्या थियो? हुन सक्छ कुनै सरसल्लाह नै होला। के चाहिँ सरसल्लाह थियो कि राति 12 बजे एउटा दूतावासको गाडी प्रधानमन्त्रीको निवासमा पुग्छ? अब यो माथि मुद्दा हाल्ने कि नहाल्ने? मुद्दैको कुरा गर्ने हुने। अब आउनुस् दोस्रो कुरा। धेरै मान्छेहरूले विभिन्न खालका टिका टिप्पणी गर्छन्। अस्ति पनि राति जुन मैले भिडियो हालेको छु, त्यो भिडियोमा मैले कुनै पनि कसैको नाम लिइन, तर इंगित गरेको थिएँ। इंगित गरेपछि मान्छेहरूले आफ्नै किसिमको धारणाहरू, सफाईहरू राख्न थाले अनि एकदमै प्रोपोगन्डाहरू फैलाउन थाले। अब एउटा कुरा देखाउनुस्। यो TOB, यो जुन फोटो छ यसमा जुन पिस्तोल छ, पिस्तोल यो के का लागि हो? प्रदर्शनमा हामी सहभागी बोलायौ रे अनि हामी त्यहाँ शान्तिपूर्ण प्रदर्शनमा साथ दिन गयौं रे। एउटा कुरा मलाई प्रश्न मेरो, त्यो शान्तिपूर्ण प्रदर्शनमा त्यो बाइक भटभट गोली चलाएको जस्तो कसले चलाएको थियो? त्यो बाइक र किन चलाएको थियो? त्यो के गर्न गएको हो? त्यो प्रश्नहरू आज हरेक नेपालीले सोध्नेछ र अनुसन्धान त्यहाँबाट होस्, मुद्दा त्यहाँबाट दर्ता होस्। यो काम मुद्दा दर्ता गर्ने, अनुसन्धान गर्ने काम हाम्रो देशमा निकाय छ, प्रहरी प्रशासन छ। अनुरोध गर्न चाहन्छु सरकारलाई, प्रहरी प्रशासनलाई, यो अनुसन्धान गरियोस्। यो पिस्तोल चाहिँ के का लागि थियो र यो पिस्तोल बोकेको यो ओरिजिनल हो कि फेक हो? यो पनि प्रश्न गर्नुपर्छ। यो फोटो हामीलाई पनि कसैले पठाएको छ। यत्रो दिनसम्म हामीले देखाइरहेका थिएनौं। यो पिस्तोल के का लागि हो? कहाँबाट यो पिस्तोल यसरी हातमा लिएर गइरहेको छ? अहिले सामाजिक सञ्जालमा त धेरै प्रमाणहरू आइसके। मलाई यो प्रमाणहरू देखाउन जरुरी थिएन। अर्को तेस्रो प्रमाण, दुईटा प्रमाण भयो। अब तेस्रो प्रमाण, एकजना जेनजीका भाइलाई एकजना संस्थाको मान्छेले टेलिफोनमा थर्काएका छन् र मन्त्री हामी नै बनाउँछौं, नेताहरूलाई मुद्दा लगाउँछौं भन्ने कुराहरू जुन गर्नुभएको छ त्यसको रेकर्ड छ। कसलाई चाहियो? आधिकारिक व्यक्ति को हुनुहुन्छ? मसँग माग्नुस्। आधिकारिक व्यक्ति जो कोहीलाई पनि म दिदिन। कसैलाई चाहियो भने म सुनाइदिन सक्छु। तपाईहरुलाई लाग्छ यो पनि बकवास हो भने ल आवाज मात्रै सुन्नुस् है। आवाज मात्रै म तपाईहरुलाई सुनाइदिन्छु। यो कति मिनेटको भिडियो हो त्यो पनि म दे यहाँ खाते मन्त्री बन्न आएको, त उ गर्न आएको, त्यहाँ के मधेसबाट तँलाई पैसा दिएर तँलाई यहाँ उ गर्न आएको भनेर मैले भिडियो बनाऊँ, तँलाई रमाइलो हुन्छ? त्यो सुदन राई पनि त एनजिओको सञ्चालक हो। सुदन राईको माथि पनि त के छ? जगदीश खरेल निष्पक्ष छ, सिंह पनि एकदम राम्रो मान्छे हो है। मामिसको सुदन राईले ल्याएको मान्छे हो। विश्वासघात भएन। हामी के गेरा हेरेर बसिरह अहिलेसम्म मायाले सुदन राईले फोन गरेर सुदन राईले फर्काए। मैले त नरम तँलाई माया गरेर फर्काउँछु है। अहिलेसम्म माया गरेर तँलाई मैले राखिरहेको हो। सबै ठाउँमा लगिरहेको छु, सबै ठाउँमा उ गरिरहेको छु। तँलाई समितिमा पनि राखेको छु। त्यो समितिमा थिएस बब्लु अहिले तँलाई बोलायो समितिमा, बोलायो भन्नु न नयाँ टुनी। अनि मुझे कसले राखेको? नयाँ टुन अहिले नाम निकाल्यो नि त्यो समितिबाट तेरो। मलाई भोलि भेट, भिडियो हटा। मैले फेरि फोन गर्न नपरोस्। म तँलाई खोज्नलाई मलाई 5 मिनट लाग्दैन हेर कान्छा है। म तँलाई कहाँ आउँछस् म खोज्नलाई मलाई 5 मिनट लाग्दैन।
फेरि त्यहाँ आएर तेरो फोन खोसेर मैले आफै भिडियो डिलिट गर्नु नपरोस्। अनि त्यसपछि मधेसी होस् पहाडी होस् जहाँसुकै होस् मलाई मतलब हुँदैन बाबु। त्यो ब्युरोक्रेट्सहरूलाई पनि त मुद्दा लाग्दैछ त, थाहा छैन? तेरो नाममा पनि एउटा मुद्दा भोलि म पेपर पठाउँछु, तेरो नामको नायक लिएर आइज, तेरो नामबाट पनि एउटा मुद्दा हालौँ है। म तँलाई सेक्युरिटी दिन्छु है, तँलाई म मेरै घरमा राखेर पाल्छु, म तँलाई सेक्युरिटी दिन्छु, हुन्छ? हाल्दैछु, सुदनको नाममा हाल्दैछ, सबैको नाममा हाल्दैछ, मित्र परिवारको नाममा हाल्दैछ, ओलीलाई हाल्दैछ, महेश बस्नेतलाई हाल्दैछ, सबैलाई हाल्दैछ। उनीहरू भोलिको दिनमा इलेक्सनमा उठ्न नसकोस् भनेर हाल्दैछु त हामीले। एकै ठाउँमा सबलाई रवि लामेछानेसँगै एकै ठाउँमा भोज खुवाउनलाई पठाउँदैछ हामी। यो झन्डै 10 मिनटको भिडियो हो र 10 मिनटको भिडियोको यो ल हेर्नुहोस्, यो भिडियो यसमा कसैको मुख चाहिँ देखाउँदैन, तर मैले भिडियोमै रेकर्ड गरेको छु। जेनजीका एकजना भाइलाई फोन गरेर धम्क्याउने को हो, यस विषयमा नेपाल प्रहरीले अनुसन्धान गरोस्। मुद्दा यो भयो, यो 3वटा भयो। र चौथो प्रमाण, निर्मल निवासमा गाडीको चहल पहल तपाईहरुले लाइभ मात्रै हेर्नु भएको थियो, यो भिडियो त हेर्नु भएको थिएन। यो हेर्नुहोस्, निर्मल निवासको ढोका खुल्ला थियो र यो गाडीमा अब कसरी बुझ्ने, हामी त भगवान होइन, हामीले त यो भिडियो ल्याएको थियौँ, प्रहरीले रोकेको छ हामीलाई। यो भिडियो लिँदाखेरि यो भिडियो पनि तपाईहरुको बीचमा राखिदिइरहेको छु। प्रहरीले हामीलाई रोकिसकेपछि यो 4वटा प्रमाण भयो। अब प्रश्न गर्नेहरूलाई यति नै जवाफ। अब यो भन्दा ठुलो प्रमाण के हुन सक्छ? यही हो प्रमाण। र अब प्रमाण मसँग होइन कि प्रमाण बालुवाटारलाई माग्ने हो। बालुवाटारमा राति 12 बजे त्यो गाडी हालचाल सोध्न गएको हो कि गुड नाइट भन्न गएको हो कि के छ, यसो खाना खाएर सुत्नु भयो कि भएन त्यो सोध्न गएको हो कि कुनै गम्भीर विषय थियो, यो त हामीलाई थाहा हुँदैन नि, हामी भगवान होइन नि। जति हामीलाई थाहा छ त्यो कुरा आँट हामीले गर्यौं। यो फोटो कुनै मसँग मात्रै छ भन्ने नबुझ्नु होला, त्यो पनि भ्रममा नपर्नु होला। फोटो अरूसँग पनि छ, भिडियो अरूसँग पनि छ, अरूले बोल्न सकेनन्, अरूले यसरी पब्लिक गर्न सकेनन्, उनीहरूले हामीलाई दिए। हामीलाई दिएपछि हामी लियौं, उनीहरूले हामीलाई सूचना दिए, हामी त्यहाँ पुग्यौं, लाइभ गरेको थियो नि। धेरै सञ्चारकर्मी साथीहरू हुनुहुन्छ, उहाँहरूले पनि बुझ्दा हुन्छ कि भएको हो होइन, कि हावामै उडेको हो। फोटो त देखायौं नि, र अर्को पनि फोटो छ, त्यो गाडीमा को बसेर गयो त्यसको पनि फोटो छ। केही कारणवश सबै कुरा आजै अहिले नै गरेर राख्नु उचित हुँदैन, यति मात्र भन्न चाहन्छु। एकदमै संवेदनशील विषयहरू हो, गम्भीर विषयहरू हो। यो जीवन र मृत्युको बीचमा हामी बोलिरहेका छौं। अब यतिले त बुझ्नुस् न। तर हामी के गर्छौं भने छिनछिनमै आफ्नो त्यो गर्दिन्छौं। विभिन्न मान्छेहरूले ठुला बडा नाम त नलिऊ, जो माथि पुरै नेपालीले भरोसा गर्छन् नि, उनीहरूले पोस्ट लेख्छन् अफवाहवाला टाइपको। मेरो नाम लेख्दैन, कहीं एसटीपी मेन्सन गर्दैन, तर इन्डिकेट गर्छन् कि हामीलाई। अब मलाई लाग्छ यो भिडियो पछि ती सबैजनालाई जवाफ भेटिसकेको होला। म प्रहरीको पनि उच्च अधिकारीलाई सम्पर्क गर्ने प्रयासमा छु। किन थाहा छ? म यो प्रमाणहरू उहाँलाई दिउँ। तर यहाँ त कुरा कस्तो आयो भने यस्तो यस्तो गरिदिन्छु। इन्टरभ्यूहरूमा अहिले भर्खरै मैले देखेँ टिओबी का साथीहरूले भनिरहेका छन्, हामी प्रमाण गर्नु छैन भने तपाईमाथि मुद्दा हाल्छौं। यो मुद्दा र मृत्युको डर भएको भए यो यसरी बोल्ने नै थिएनौं। हामी मात्रै पत्रकारिता गरिरहेका छौं। कसै तपाईहरुले मलाई चिन्नु भएको थियो, मैले तपाईलाई चिनेको थिएँ। र टीआरपी कसलाई चाहियो? अलरेडी हाम्रो यति फलोअर्स छ, हामीलाई कुनै टीआरपी हामी कसैलाई भन्दैनौं प्लिज हामीलाई फलो गर्नुस्, लाइक गर्नुस्। जसलाई हाम्रो न्यूजमाथि, हाम्रो भिडियोमाथि, हाम्रो समाचारमाथि विश्वास छैन, अनफलो चलाइदिनुस् न। यत्रो अभियानहरू चल्छ, चलाइदिनुस्, फरक परेन। तर यथार्थ जे हो त्यो जनताको अगाडि राख्नुपर्छ भन्ने मेरो आत्माले भन्यो, मैले राखेँ। मेरो पनि धेरै मान्छे चिन्तित छन्, दिवाकर तिमी यसरी किन गरिरहेका छौ, तिमीलाई तनाव हुन सक्छ पछिको दिनमा, यस्तो यस्तो धेरै अब के आइरहेको छ। म आफै तनावमा छु। तर तपाईहरुको प्रतिक्रिया हेरेपछि आज लाग्यो यो सबै कुरा देखाइदिउँ। ल अब तपाईहरु मूल्याङ्कन गर्नुस्, तपाईहरु नै अनुसन्धान गर्नुस्, सम्पूर्ण नेपाली जनता अनुसन्धान गर्नुस्। यो सबै कहाँबाट भइरहेको छ, के भइरहेको छ, यो गाडी कहाँको हो, यो पिस्तौल सही हो कि गलत हो? यो गाडी भटभट त्यो बन्दुक चलेको जस्तो आवाज निकालेर त्यो प्रोटेस्टमा, शान्तिपूर्ण प्रोटेस्ट थियो नि त जेनजीहरुको, त्यो शान्तिपूर्ण प्रदर्शनमा भटभट त्यो के गरे हो? त्यो मैले कसैलाई केही आरोप, म न्यायाधीश होइन, पहिले भनिसके। मेरो काम देखाउनु हो, सही गलत बुझ्ने कुरा अदालतको हो। हामी भन्दा पनि माथि छ नि, हामीले गलत समाचार दियो भने प्रेस काउन्सिलबाट तुरुन्तै चिठी आउँछ। यो संवेदनशीलतालाई बुझेर धेरै कुराहरुमा म मौन थिएँ, तर मेरो मौनताले अर्कै रूप लिइरहेको थियो। किनभने अब त दिवाकर केही बोल्दैन, अब चुप लागेर बस्छ, अनि यसको बारेमा जे लेखे पनि हुन्छ, जे बोले पनि हुन्छ। त्यति कहाँ सजिलो छ र?
म कहाँ त्यसरी चुप लागेर बस्छु र कहाँ म बिना प्रमाण बोल्छु। तपाईहरूले नै मलाई फोन गर्नुहुन्छ, व्हाट्सएप गर्नुहुन्छ, मेसेज गर्नुहुन्छ र त्यहीबाट त समाचार बन्छ। कुनै पनि संसारको पत्रकार, देशको मात्रै भनिन, संसारकै पत्रकारलाई कि भगवान हो र बिना सूचनाको पुग्छ? जहाँबाट सूचना आइरहेको छ त्यो व्यक्तिहरूलाई सुरक्षित राख्नुपर्छ भनेर हामी गोपनीयता राखेको हौँ। अब यहाँ त कस्तो छ, होइन दिवाकरजी भनिदिनुहोस् कसले दियो तपाईँलाई? त्यसरी कहाँ हामी पत्रकारिता गर्छौँ र? तपाईँले कुनै सूचना दिनुभयो, दिवाकरजी मेरो नाम आउट नगरिदिनु होला, म यो भिडियो दिन्छु, यो फोटो दिन्छु, अनि के गर्नु? तपाईँको नाम पब्लिकमा आएर बोलिदिनु? तपाईँ फेरि अरू पत्रकारलाई पत्याउनुहुन्छ कहिले? पत्रकारप्रतिको दृष्टिकोण कस्तो हुन्छ तपाईँको? तपाईँ आफै सोच्नुहोस्, आफै त्यो ठाउँमा बसेर सोच्नुहोस्। यस्ता धेरै कुरा हुन्छन् जुनमा गोपनीयता नै ठुलो कुरा आधार हुन्छ। अनि मान्छेहरू लेख्छ सूचनाको स्रोत के हो बताउनुहोस्, थाहा छैन? सूचनाको स्रोत बताउँदै हिँड्ने हो। म जवाफ दिन चाहन्छु तिनीहरूलाई। अनि यसले कसलाई फाइदा गर्छ, कसलाई बेफाइदा गर्छ, यो के बोल्या हो? म तपाईँ हेर्नुहोस् न, मेरो 15 दिनसम्म मेरो कुनै भिडियो आउँदैन, महिनौ दिनसम्म भिडियो आउँदैन। किनभने हामी जब रिपोर्टिङ गर्छौँ त्यो तथ्यमा आधारित रिपोर्टिङ गर्छौँ। हावा न्युजमा रिपोर्टिङ गऱ्यो भने मेसेज देखाइदिउँ, प्रत्येक दिन 1500-2000 मेसेज आएको हुन्छ व्हाट्सएपमा, प्रत्येक दिनको कुरा गरिरहेको छु म। हामी जति सक्छौँ त्यति तपाईँहरूको अगाडि राख्ने प्रयास गरिरहेका छौँ। यसमा यो टिआरपी के होइन, कुरा देशको हो। अझै पनि अनुरोध छ सम्पूर्णलाई, यो एक ढिक्का हुने समय हो। यहाँ घाइतेहरूको अझै पनि घाइतेहरूले अस्पतालको बेडबाट के भनेका छन् थाहा छ? यो सरकारलाई हामी हाम्रो सरकार भन्न गाह्रो मानेका छन्। ल सुन्नुहोस् यी भाइले के भनेका छन्, एकजना घाइतेले के भन्दैछन्। आजको सरकारले, हाम्रो सरकारले यो तरिकाको व्यवहार हामीलाई देखाउँछ भने, जुन सरकारलाई हाम्रो आजको दिनमा त मलाई त पहिलो कुरो हाम्रो सरकार भन्न नि मन लाग्दैन दाइ, सिधा कुरा होइन। अहिलेको सरकारलाई हाम्रो सरकार भन्न मन लाग्दैन होइन। मैले त मिल्ने भए त अहिलेको सरकारलाई अहिले उखालेर फाल्छु। अब जुन मृतकका परिवारहरूको अवस्था के होला त्यो सोच्नु भएको छ कहिले? कसैले आफ्नो छोरा गुमाएको छ, कसैले आफ्नो श्रीमान गुमाएको छ, कसैले आफ्नो बच्चा गुमाएको छ, तिनीहरूको पीडा के होला सोच्नु भएको छ? हामी सोच्छौँ, हामी विचार गर्छौँ र म कहिले पनि त्यो वाहवाही चाहिँदैन हामीलाई, प्लिज मलाई वाहवाही चाहिँदैन। जे यथार्थ त्यो देखाउन दिनुहोस्। अनि मुद्दा हाल्छु, यो गर्छु त्यो गर्छु, ल हाल्नुहोस् न मुद्दा। कतिवटा हाल्नुहुन्छ? यत्रो दिन कि बिना मुद्दाको बसेको छु म? कयौँले हाल्या होला, कयौँ मुद्दा झेल्या होला। अनि गृह मन्त्रालयमा आउनुपर्छ दिवाकरजीलाई, अनि त्यहाँ हामी पनि आउँछौँ रे। अनि त्यहाँनिर सहीको गलतको गृह मन्त्री के न्यायाधीश हुनुहुन्छ, अदालत हो गृह मन्त्री, उहाँले हामीलाई बोलाउनुहुन्छ र हामी त्यहाँ गएर प्रमाणित गर्छौँ, होइन हजुर म त सही, ल दिएँ त प्रमाण। अब तपाईँहरूको काम हो, सही के हो गलत के हो त्यो छुट्याउनुहोस्। हस् त, धन्यवाद।